एक्सेलको यस क्लासमा आज हामी कन्डिसनल फर्मेटिङको विषयमा जान्नेछौँ, जो चाहिँ होम ट्यागको स्टाइल सेक्सनभित्र कन्डिसनल फर्मेटिङ भनेर राखेको हुन्छ। अनि यसमा हामी धेरैवटा अप्सन्सहरू पाउन सक्छौँ जो हामी सिक्दै जानेछौँ। र यो पेजलाई मैले कन्डिसनल फर्मेटिङ भनेर पनि नाम दिएको छु। र यो चाहिँ तपाईँले एक्सर्साइज फाइल डाउनलोड गरेर प्र्याक्टिस पनि गर्न सक्नुहुन्छ। र आउनुहोस् सुरु गरौँ। र यस सिटमा हामी देख्न सक्छौँ सेल्सको केही डाटाहरू राखिएको छ। अनि यहाँनिर प्रोडक्ट आइडी, युनिट्स, प्राइस, सेल्स, कमिसन्स अनि रिमार्क्स भनेर दिएको छ। र अब हामी यहाँनिर चाहिँ सेल भ्यालु निकाल्नेछौँ, जसको लागि हामीले युनिट इन्टु प्राइस गर्न सक्छौँ। र यहाँनिर हामी क्लिक गरौँ अनि इक्वल्स टु भनेर टाइप गरौँ। अनि यहाँनिर चाहिँ हाम्रो युनिट्स रहेको छ 2500 पिसेस। त्यसपछि S3 साइनलाई प्रेस गर्नुहोस् अनि प्राइसलाई क्लिक गर्नुहोस् अनि एन्टर गर्नुहोस्। यसरी हामीले सेलको भ्यालुलाई निकालिसकेका छौँ। र जसरी हामीले यहाँनिर गएर यो बक्समा क्लिक गरेर ड्र्याग गर्छौँ, यहाँनिर तपाईँले अरू सेल्सको भ्यालु पनि देख्न सक्नुहुन्छ। यो चाहिँ हाम्रो सेल्स भ्यालु रहेको छ। अब कमिसनको लागि चाहिँ यहाँनिर मैले केही क्राइटेरियाहरू राखिदिएको छु। जब यहाँनिर सेल भ्यालु चाहिँ 30,000 अनि 30,000 देखि माथि रहेको हुन्छ, त्यसबेला चाहिँ 15%ले सेलबाट कमिसन क्यालकुलेट हुन्छ। र यस्तै प्रकारले 22,000 देखिको लिएर 29,999 सम्म जति पनि यो बिचमा हाम्रो सेल भ्यालुहरू रहेको हुन्छ, यो सेल भ्यालुहरूमा चाहिँ 12%ले कमिसन क्यालकुलेट हुन्छ। अनि यसरी नै 12,000 देखिको लिएर 21,999 सम्म कुनै पनि सेल भ्यालुहरू रहेको छ भने यी सेल भ्यालुहरूमा चाहिँ 7% अफ सेलले कमिसन क्यालकुलेट हुन्छ। अनि यस्तै प्रकारले 5,000 देखिको लिएर 11,999 सम्म रहेको छ भने यो सेल भ्यालुहरूमा चाहिँ हाम्रो 3% अफ सेलले कमिसन क्यालकुलेट हुन्छ। र यसरी नै यो सेल भ्यालुहरू लेस देन 5,000 रहेको छ भने कमिसन रहेको छ 0। र यो चाहिँ हाम्रो सेल्सको ब्रेक पोइन्टहरू रहेको छ। र यहाँनिर माथि मैले फर्मुला पनि टाइप गरेर राखिदिएको छु। र यहाँनिर हामीले फर्मुला देख्न सक्छौँ। इफ फङ्सनलाई हामीले यहाँ युज गरेका छौँ। इफ D4 भनेको चाहिँ सेल्स रहेको छ र यो सेल्स भ्यालु चाहिँ 30,000 अनि 30,000 देखि माथि छ भने हामीले यही सेल भ्यालुलाई 15%ले क्यालकुलेट हुन्छ। र यस्तै प्रकारले 22,000 अनि माथि रहेको छ भने चाहिँ सेलबाट 12%ले क्यालकुलेट हुन्छ। र 12,000 अनि माथि रहेको छ भने चाहिँ 7%ले सेलबाट क्यालकुलेट हुन्छ। त्यसरी नै 5,000 अनि माथि रहेको छ भने चाहिँ 3%ले क्यालकुलेट हुन्छ। र लेस देन 5,000 रहेको छ भने चाहिँ यहाँनिर 0 भनेर कमिसन दिएको छ। र अब हामी यो फर्मुलालाई कपी गरौँ। यसको लागि डबल क्लिक गरेर Ctrl+A किबोर्डमा प्रेस गर्नुभयो भने यो सेलेक्ट हुन्छ। अनि राइट क्लिक कपी गर्नुहोस्, कमिसनको सेलमा जानुहोस्, इक्वल्स टु टाइप गरेर राइट क्लिक पेस्ट गर्नुहोस्। यो चाहिँ हाम्रो फर्मुला पेस्ट भएको छ। जब हामी एन्टर गर्छौँ, यहाँनिर हामीले कमिसनको भ्यालुलाई देख्न सक्छौँ। अनि यस्तै प्रकारले जब हामी यहाँनिर राखेर ड्र्याग गर्छौँ, हामीले अरू पनि सेल भ्यालु अनुसारले यहाँनिर कमिसन देख्न सक्छौँ। जस्तै यहाँनिर देख्न सक्नुहुन्छ 800 को 0 कमिसन आएको छ, 750 को 0, 3800 को 0। यो चाहिँ किन भन्दाखेरि 5,000 देखि मुनि रहेको छ, यसै कारणले यहाँ कमिसन 0 भएको देख्न सक्छौँ। र त्यसपछि चाहिँ अब हामी यहाँ रिमार्कलाई निकाल्नेछौँ। र रिमार्कको लागि पनि सेम कन्डिसन हाम्रो रहेको छ। र यहाँनिर डिफ्रेन्ट रिमार्कहरू पनि दिएको छ। र यसको लागि हामी यही फर्मुलालाई युज गर्नेछौँ, जसको लागि हामी डबल क्लिक गरेर Ctrl+A ले सेलेक्ट गर्नेछौँ अनि राइट क्लिक गरेर कपी गरौँ। अनि रिमार्कको सेलमा गएर इक्वल्स टु साइनलाई हामी टाइप गरौँ। त्यसपछि राइट क्लिक गरेर फर्मुलालाई पेस्ट गरौँ। अनि यो फर्मुलामा हाम्रो सेल्स भ्यालुहरू चाहिँ त्यही रहेको छ। अनि यहाँनिर चाहिँ हामी कमिसन चाहिँ क्यालकुलेट गर्दैनौँ, तर रिमार्क्सलाई हामीले यहाँनिर टाइप गर्छौँ। यसको लागि डबल इन्भर्टेड कमालाई ओपन गर्नुहोस् अनि एक्सिलेन्ट भनेर टाइप गर्नुहोस्, इन्भर्टेड कमालाई क्लोज गरिदिनुहोस्। अब यही कुरालाई म यहाँबाट कपी गरिरहेको छु। सेलेक्ट गर्नुहोस्, राइट क्लिक कपी गर्नुहोस् अनि जहाँनिर हाम्रो कमिसन क्यालकुलेट भइरहेको छ यहाँनिर चाहिँ तपाईँले पेस्ट गर्न सक्नुहुन्छ। यहाँ चाहिँ हाम्रो सेकेन्ड भ्यालु एक्सिलेन्ट होइन, गुड रहेको छ। सो हामी यहाँनिर गुडलाई टाइप गर्नेछौँ। यस्तै प्रकारले यहाँनिर पनि हामी पेस्ट गर्नेछौँ अनि त्यसपछि यहाँनिर हामी फेयर भनेर लेखिदिनेछौँ। अब हाम्रो एभरेज रहेको छ र यहाँनिर एभरेज भनेर टाइप गरौँ।
त्यसपछि यहाँ हामी लेखिदिन्छौँ पर र यो चाहिँ हाम्रो रिमार्कको भ्यालु रहेको छ र यो फर्मुला चाहिँ तपाईँले यहाँनिर जति सक्दो आफैले प्र्याक्टिस गर्नुहोला। यहाँ चाहिँ अहिले मैले छिटोको लागि कपी पेस्ट गरेको छु र अहिले म एन्टर गर्दैछु र यहाँनिर तपाईँले देख्न सक्नुहुन्छ रिमार्क चाहिँ हाम्रो फेयर आएको छ किनभने सेल्स चाहिँ 12,500 रहेको छ र 12,500 चाहिँ यो सेलको भ्यालुको बिचमा आएको छ र यहाँनिर रिमार्क रहेको छ फेयर। यस्तै प्रकारले जब हामी यहाँ क्लिक गरेर ड्र्याग गर्छौँ यहाँनिर सेल भएको हिसाबले रिमार्कहरू हामी देख्न सक्छौँ। र यो चाहिँ रहेको थियो हाम्रो कमिसन र रिमार्कको विषयमा। अब हामी यहाँनिर टोटल सेल्स, हाइएस्ट सेल्स, लोएस्ट सेल्स र एभरेज सेल्सलाई निकाल्नेछौँ र यसको फर्मुला हामीले अघिबाट पनि सिकेका छौँ, जुन चाहिँ हामीले इक्वल्स टु सम भनेर टाइप गर्छौँ अनि ब्र्याकेट ओपन गरेर सेल जतिलाई हामी सेलेक्ट गर्छौँ। जब हामी ब्र्याकेट थुन्छौँ अनि एन्टर गर्छौँ यहाँनिर हामीले टोटल सेल्स भ्यालुलाई देख्न सक्छौँ। यस्तै प्रकारले हाइएस्ट सेललाई इक्वल्स टु म्याक्स भनेर टाइप गर्छौँ, ब्र्याकेट ओपन गर्छौँ अनि सेललाई नै सेलेक्ट गर्छौँ अनि ब्र्याकेट क्लोज गर्छौँ अनि एन्टर गर्छौँ। यहाँबाट हामीले सबैभन्दा म्याक्सिमम भ्यालु 48,000 रहेको छ र यहाँनिर हामीले 48,000लाई देख्न सक्छौँ। लोएस्ट सेल चाहिँ हामीले इक्वल्स टु मिन भनेर टाइप गर्छौँ, ब्र्याकेट ओपन गरौँ, सेललाई नै सेलेक्ट गरौँ, ब्र्याकेट क्लोज गरौँ अनि एन्टर गरौँ। यहाँबाट सबैभन्दा लोएस्ट भ्यालु चाहिँ हाम्रो 750 रहेको छ। र एभरेज सेल्सको लागि इक्वल्स टु हामीले एभरेज भनेर टाइप गरौँ, ब्र्याकेट ओपन गरौँ, सेललाई सेलेक्ट गरौँ, ब्र्याकेट क्लोज गरौँ अनि एन्टर प्रेस गरौँ। यो चाहिँ हाम्रो एभरेज सेल रहेको छ। र यहाँनिर चाहिँ हामीले सेल्सको भ्यालुलाई निकालिसकेका छौँ र सेकेन्ड कलममा चाहिँ अब हामी काउन्ट फर्मुलालाई युज गर्नेछौँ अनि काउन्ट फर्मुला साथै हामी यहाँनिर कन्डिसनल फर्मेटिङको विषयमा पनि जान्नेछौँ। र यहाँनिर चाहिँ हाम्रो पहिलो कुरा रहेको छ काउन्ट अफ एक्सिलेन्ट र हामीले यहाँबाट रिमार्कबाट चाहिँ कतिवटा एक्सिलेन्ट छ यो कुरालाई हामी यहाँ फर्मुलाबाट हेर्नेछौँ। सो यसको लागि इक्वल्स टु काउन्ट इफ भनेर टाइप गर्छौँ, ब्र्याकेट ओपन गर्छौँ अनि रिमार्क जतिलाई हामी सेलेक्ट गर्छौँ अनि कमा गर्छौँ, डबल इन्भर्टेड कमाभित्र एक्सिलेन्टलाई टाइप गर्नु होला अनि इन्भर्टेड कमालाई क्लोज गर्नुहोस् अनि ब्र्याकेट क्लोज गर्नुहोस्, त्यसपछि एन्टर गर्नुहोस्। यहाँनिर तपाईँले देख्न सक्नुहुन्छ हाम्रो रिमार्कमा चाहिँ दुईवटा एक्सिलेन्ट रहेको छ है। र यो कुरालाई हामीले कन्डिसनल फर्मेटिङबाट पनि हेर्न सक्छौँ। यसको लागि हामी यो रिमार्कलाई सेलेक्ट गर्छौँ अनि कन्डिसनल फर्मेटिङमा जान्छौँ, हाइलाइट सेल्समा जान्छौँ, त्यसपछि हामी यहाँ टेक्स्ट द्याट कन्टेन्स भन्ने अप्सनमा जान्छौँ अनि यहाँ लेखिदिन्छौँ हामी एक्सिलेन्ट है। र यो एक्सिलेन्ट लेख्ने बित्तिकै तपाईँले यहाँनिर यो कुरालाई तपाईँले यो फर्मेटिङले एप्लाई भएको देख्न सक्नुहुन्छ र यहाँनिर अरू फर्मेटहरू पनि रहेको हुन्छ, जस्तै येल्लो फिल, यहाँनिर येल्लो फिल देख्न सक्नुहुन्छ या त तपाईँले लाइट रेड फिल पनि देख्न सक्नुहुन्छ। यहाँनिर दिएको अप्सन्सहरू युज गर्न सक्नुहुन्छ। जस्तै मैले यहाँनिर एउटा रेड टेक्स्ट भनेर सेलेक्ट गरेको छु अनि जब म यहाँ ओके गर्छु यहाँनिर तपाईँले देख्न सक्नुहुन्छ एक्सिलेन्टको फन्ट कलर चाहिँ रेडमा चेन्ज भएको छ र यहाँनिर दुईवटा एक्सिलेन्ट हामी देख्न सक्छौँ अनि यहाँ पनि हामी फर्मुलाले दुईवटा एक्सिलेन्ट रहेको छ भने हामी बुझ्न सक्छौँ र यो चाहिँ हामीले कन्डिसनल फर्मेटिङबाट देख्न सक्यौँ। र यो कन्डिसनल फर्मेटिङलाई फेरि यहाँ गएर तपाईँले क्लियर रुल्स फ्रम सेलेक्टेड सेल्स गर्नुभयो भने फेरि यहाँबाट त्यो फर्मेटिङ चाहिँ हटिएर जान्छ। र यस्तै प्रकारले अब हामी काउन्ट अफ गुडलाई पनि हेर्नेछौँ। यसको लागि फर्मुला काउन्ट इफ भनेर नै हामी टाइप गर्छौँ, ब्र्याकेट ओपन गरौँ अनि रिमार्कलाई सेलेक्ट गरौँ, कमा गर्नुहोस् अनि डबल इन्भर्टेड कमालाई ओपन गर्नुहोस् अनि यहाँनिर गुडलाई टाइप गरौँ, डबल इन्भर्टेड कमालाई क्लोज गरौँ अनि ब्र्याकेट क्लोज गरेर जब एन्टर गर्नुहुन्छ यहाँनिर तपाईँले गुड कतिवटा रहेको छ यहाँबाट त्यो एन्सर पाउन सक्नुहुन्छ। र यसरी नै हामीले यहाँनिर कन्डिसनल फर्मेटिङले पनि हेर्न सक्छौँ। यसलाई सेलेक्ट गरौँ, सेलेक्ट गरेर कन्डिसनल फर्मेटिङमा जानेछौँ अनि हाइलाइट सेल्समा गएर टेक्स्ट द्याट कन्टेन्स यहाँनिर हामी लेखिदिनेछौँ गुड। जब यहाँ तपाईँले गुडलाई टाइप गर्नुहुन्छ यहाँनिर फर्मेटिङ एप्लाई भएको देख्न सक्नुहुन्छ। त्यसलाई हामी अरू फर्मेट पनि चेन्ज गर्न सक्छौँ, जस्तै मैले यहाँनिर लाइट रेड फिल भन्ने दिएको छु र यहाँनिर त्यो फर्मेटले फिल भएको छ अनि यहाँनिर तपाईँले देख्न सक्नुहुन्छ यहाँनिर एउटै गुड मात्रै रहेको छ। सो अहिले हामी यो फर्मेटिङ एप्लाई गर्ने छैनौँ, क्यान्सल गरिदिनेछौँ र यहाँनिर हाम्रो एन्सर 1 आएको छ, जो चाहिँ हामीले कन्डिसनल फर्मेटिङबाट पनि देख्न सक्छौँ।
र त्यसपछि चाहिँ अब हामी यहाँ काउन्ट अफ युनिट विच इज ग्रेटर देन 1500 यो कुरालाई पनि हेर्नेछौँ। र युनिट चाहिँ हाम्रो यहाँ रहेको छ र यहाँभरि चाहिँ हामीले 1500देखि माथि कतिवटा युनिट्स रहेको छ त्यो कुरालाई हामी यहाँ काउन्ट गर्नेछौँ। सो इक्वल्स टु यसको लागि हामी फर्मुला टाइप गर्छ काउन्ट इफ ब्र्याकेट ओपन गरौँ अनि यहाँ युनिट्सलाई हामी सेलेक्ट गर्नेछौँ, कमा गरौँ, डबल इन्भर्टेड कमालाई ओपन गरौँ अनि ग्रेटर देन 1500लाई टाइप गर्नेछौँ अनि डबल इन्भर्टेड कमालाई क्लोज गरौँ अनि ब्र्याकेटलाई क्लोज गरौँ। त्यसपछि जब हामी एन्टर गर्छौँ यहाँनिर हामीले एन्सर 5 भनेर देख्न सक्छौँ। र यहाँनिर चाहिँ हामीलाई 1500देखि माथि रहेको युनिट्सहरूलाई हेर्न चाहिँ धेरै अप्ठ्यारो हुन्छ र त्यसको लागि हामी कन्डिसनल फर्मेटिङबाट चाहिँ सजिलोसँग हेर्न सक्छौँ। यसको लागि यहाँ क्लिक गर्नुहोस्, हाइलाइट सेल्समा जानुहोस् अनि यहाँनिर अप्सन पाउन सक्नुहुन्छ ग्रेटर देन। र जब हामी यो अप्सनलाई क्लिक गर्छौँ अनि यहाँनिर टाइप गर्छ 1500 र यहाँनिर तपाईँले देख्न सक्नुहुन्छ 1500देखि जति पनि माथि रहेको युनिट्सहरू चाहिँ यसले अटोमेटिकली कुनै पनि फर्मेटले फिल गरिदिन्छ र यहाँनिर हामीले अरू फर्मेटमा पनि यसलाई चेन्ज गरेर हेर्न सक्छौँ। जस्तै यहाँनिर हामी ग्रिन फिल दिन सक्छौँ या त हामी यहाँनिर येल्लो फिल पनि गर्न सक्छौँ है। यस्तो प्रकारले 1500देखि माथि रहेको युनिट्सहरू चाहिँ यहाँनिर येल्लो फिल भएर हामी सजिलैसँग देख्न सक्छौँ। र यहाँनिर हाम्रो एन्सर आएको छ 5 अनि यहाँनिर तपाईँले कलरले फिल भएको कुरालाई पनि देख्न सक्नुहुन्छ, यो 5वटा फिल भएको छ र अहिले हामी यसलाई क्यान्सल गरिदिनेछौँ। र यस्तो प्रकारले हामीले कन्डिसनल फर्मेटिङलाई युज गर्न सक्छौँ। र अब चाहिँ हामी यहाँनिर काउन्ट अफ प्राइसलाई हेर्नेछौँ जो चाहिँ नट इक्वल टु 5 रहेको छ। र यहाँनिर अब हामी यसको लागि फर्मुलालाई टाइप गर्छौँ इक्वल्स टु काउन्ट इफ ब्र्याकेट ओपन गरौँ अनि प्राइस जतिलाई हामी सेलेक्ट गर्नेछौँ, कमा गरौँ, डबल इन्भर्टेड कमाभित्र नट इक्वल टु 5 भन्ने साइनलाई टाइप गरौँ अनि डबल इन्भर्टेड कमालाई क्लोज गरौँ अनि ब्र्याकेटलाई क्लोज गरौँ। जब तपाईँले एन्टर प्रेस गर्नुहुन्छ यहाँनिर 9वटा एन्सर्स देख्न सक्नुहुन्छ है। र यो चाहिँ हामीले कन्डिसनल फर्मेटिङबाट पनि यहाँनिर हेर्नेछौँ। सो सेलेक्ट गर्नेछौँ, कन्डिसनल फर्मेटिङमा जानेछौँ अनि हाइलाइट सेल्स गरेर नट इक्वल टु भन्ने अप्सन चाहिँ तपाईँले यहाँनिर पाउन सक्नुहुन्न। र यसको लागि चाहिँ हामी यहाँनिर मोर रुल्समा जान्छौँ अनि जब मोर रुल्समा यो डायलग बक्स खोलिन्छ यहाँनिर तपाईँले सेल भ्यालु देख्न सक्नुहुन्छ, द्याट इज नट इक्वल टु भन्ने अप्सन यहाँनिर देख्न सक्नुहुन्छ। अब चाहिँ हामी यहाँ टाइप गर्न सक्छौँ 5 है। र यहाँनिर चाहिँ कुनै फर्मेटिङहरू दिएको छैन र यहाँनिर हामीले आफै आफ्नो फर्मेटहरू बनाउन सक्छौँ। यसको लागि हामी फर्मेट ट्याबमा क्लिक गरौँ अनि जब यो फर्मेट ट्याब खोलिन्छ यहाँबाट तपाईँले फिल अप्सनलाई दिन सक्नुहुन्छ। र जस्तै अहिले मैले यहाँनिर फिल ब्लू कलरले फिल गरेको छु अनि ओके गर्छु अनि जब ओके गर्छु यहाँनिर तपाईँले देख्न सक्नुहुन्छ त्यो सेल्सहरू चाहिँ फिल भएको छ जुन सेल्समा 5 चाहिँ छैन। यहाँ दुईवटा सेल्समा चाहिँ हामी 5 भनेर भ्यालु देख्न सक्छौँ जो चाहिँ फिल भएको छैन, तर रिमेनिङ सेल्सहरू चाहिँ फिल भएको छ किन यो चाहिँ नट इक्वल टु 5 भएर हामीले फिल भएको देख्न सक्छौँ। र यो चाहिँ रहेको थियो हाम्रो कन्डिसनल फर्मेटिङको विषयमा। र यहाँबाट तपाईँले धेरैवटा कुरालाई सिक्नु भएको छ भन्ने म आशा गर्छु। र अब हामी यहाँ अन्तिम 3वटा कुरामा चाहिँ टोटल निकाल्नेछौँ र टोटलको लागि चाहिँ अहिलेसम्म हामीले फर्मुला युज गरेको थियौँ सम र अब चाहिँ यहाँ हामी फर्मुला युज गर्छौँ सम इफ, किनभने यहाँ चाहिँ तपाईँको कन्डिसन हेरेर मात्रै टोटल निकाल्नु पर्ने हुन्छ र यहाँनिर जो एक्सिलेन्ट रहेको छ उनीहरूको मात्रै यहाँबाट कमिसन जोडिनु पर्ने हुन्छ। र यसको लागि अब हामी यहाँ फर्मुला लेख्नेछौँ इक्वल्स टु सम इफलाई युज गर्छौँ, ब्र्याकेट ओपन गरौँ अनि रिमार्कलाई सेलेक्ट गरौँ अनि रिमार्क सेलेक्ट भइसकेपछि कमा गर्नुहोस् अनि यहाँनिर डबल इन्भर्टेड कमामा तपाईँले रिमार्कभरिमा चाहिँ के चिजलाई हेर्नुहुँदैछ र जस्तै मैले यहाँनिर एक्सिलेन्टलाई खोजिरहेको छु र एक्सिलेन्टलाई टाइप गर्नुहोस् अनि डबल इन्भर्टेड कमालाई क्लोज गर्नुहोस् अनि अब कमा गरिदिनुहोस्। र यहाँनिर चाहिँ F4 to F14 भनेको चाहिँ हाम्रो यो रिमार्क रहेको छ। सो रिमार्कभरि चाहिँ हामीले एक्सिलेन्ट वर्डलाई खोजिरहेको छौँ अनि त्यसपछि चाहिँ त्यो चिजको कमिसनलाई चाहिँ यहाँबाट खोज्नेछौँ अनि यो फर्मुलाले चाहिँ यो एक्सिलेन्ट जतिको कमिसनलाई यहाँबाट खोजेर जोडिदिनेछ। र यहाँनिर हाम्रो दुईवटा एक्सिलेन्ट रहेको छ र दुईवटा एक्सिलेन्टको यहाँ कमिसन रहेको छ 7200 र 4725 रुपिस र यो दुईवटालाई यसले यहाँनिर सम गरेर भ्यालु दिएको छ है। र यस्तै प्रकारले हामीले गुडलाई पनि गर्नेछौँ इक्वल्स टु सम इफ गर्छौँ, ब्र्याकेट ओपन गर्छौँ, रिमार्कलाई सेलेक्ट गरौँ, कमा गरौँ, डबल इन्भर्टेड कमाभित्रमा हामी गुडलाई टाइप गर्छौँ अनि डबल इन्भर्टेड कमा क्लोज गर्छौँ, फेरि कमा गर्छौँ, त्यसपछि हामी कमिसनलाई सेलेक्ट गर्छौँ अनि
ब्र्याकेट क्लोज गर्छौँ अनि एन्टर प्रेस गर्छौँ। यहाँ चाहिँ हाम्रो गुड एउटै मात्रै रहेको छ, सो यसले यहाँनिर यो मात्रै एन्सर दिएको छ है। र यहाँनिर हाम्रो एन्सर आएको छ 3120। अनि यस्तै प्रकारले हामी त्यो युनिट्सहरूलाई हेर्छौँ जो चाहिँ 1500देखि माथि रहेको छ, अनि त्यो युनिट्सको मात्र 1500देखि माथि रहेको युनिट्सको मात्र सेल भ्यालु चाहिँ हामी यहाँ जोडेर एन्सर पाउनेछौँ। र यसको लागि इक्वल्स टु सम इफ भनेर टाइप गर्नेछौँ। ब्र्याकेट ओपन गरौँ, पहिलोचोटि हामी यहाँ युनिट्सलाई सेलेक्ट गरौँ, कमा गरौँ, डबल इन्भर्टेड कमाभित्र ग्रेटर देन 1500 भने भ्यालुलाई हामी टाइप गर्छौँ अनि डबल इन्भर्टेड कमालाई क्लोज गर्छौँ, कमा गरौँ, अनि त्यसपछि चाहिँ हामी सेललाई सेलेक्ट गरौँ अनि ब्र्याकेटलाई क्लोज गरौँ। अनि जब एन्टर प्रेस गर्छौँ यहाँनिर हामीले त्यो युनिट्सहरू मात्रै देख्छौँ जो चाहिँ 1500देखि माथि रहेको छ, अनि उनीहरूको सेल भ्यालु चाहिँ यहाँबाट हामी क्यालकुलेट भएको यहाँ देख्न सक्छौँ। र यो चाहिँ थियो हाम्रो यो लेसनको विषयमा है। र यो लेसनमा हामीले धेरैवटा कुरालाई जान्न सक्यौँ। कन्डिसनल फर्मेटिङको विषयमा अनि सम इफको विषयमा पनि हामीले जानेका छौँ। र आजको क्लास चाहिँ हाम्रो विशेष गरिकन कन्डिसनल फर्मेटिङको विषयमा रहेको थियो, जो चाहिँ हामीले यहाँबाट धेरैवटा कुरालाई जान्न सकेका छौँ। र म आशा गर्छु यो क्लासमा तपाईँलाई धेरै फाइदा भएको छ र हामी अर्को क्लासमा फेरि भेट्नेछौँ। र आजको क्लासको लागि यति नै।